प्रेसर हट्यो कि हामी T20 वर्ल्ड कपको क्वालिफाइको प्रेसर हाम्रो कानबाट हट्यो कि त्यो कन्दामा जति प्रेसर थियो वर्ल्ड कप T20 वर्ल्ड कप क्वालिफाइको टेन्सन जति हामीले भित्र राखिरहेको थियौँ होइन के हुन्छ फाइनली हट्यो किनभने नेपालले 2026 को लागि क्वालिफाई गरिसकेको छ सम्पूर्णलाई बधाई छ अहिले नेपाली जगतमा नेपाली क्रिकेटलाई मन पराउने नमन पराउने हेर्ने नहेर्ने सबैलाई टिमलाई र क्यान बोर्डलाई एभ्रीलाई बधाई छ कि यस फाइनली हामीहरू क्वालिफाई गरिसक्यौँ वर्ल्ड कपमा अब इन्डियामा जारी इन्डिया र श्रीलङ्कामा जारी वर्ल्ड कपमा हामी नेपाल फेरि आउनेछ ब्याक टु ब्याक त्यो पर्फर्मेन्स जसरी हामीले विगतको वर्ल्ड कपमा देखाएको थियौँ नि सबको गर्दन यसरी समातेको थियौँ नि अब समय आउँछ त्यो गर्दनलाई यसरी दाप्ने मात्रै अब किन त्यतिखेर हामी सिर्फ समात्न मात्रै पुगेको थियौँ कि योचोटि आछ अब ग्राब गर्ने कि योचोटि हामी ग्राब गर्नेछौँ भलै हामी टुर्नामेन्ट नजित्दा गरे T20 वर्ल्ड कपको तर यस्तो एउटा दुईटा टिमलाई पछाडेको छौँ कि भन्छ यो थियो बाई नेपाल फाइनली मेरो खुसीको ठेकान छैन कि म कति खुसी छु किन नेपालले क्वालिफाई गरिसकेछ भाइ जे चिजको सपना देखिरहेछ त्यो चिज सपना पुरा भइरहेछ नेपाल क्रिकेटबाट भनेपछि त्योभन्दा ठुली खुसी त केही छैन जब खुसी हुन्छु म जब वर्ल्ड कप नेपालमा आउनेछ त्यसपछि खुसीको ठेकान हुने छैन र आग्रह गर्नेछु नेपालमा बस्ने जति पनि नेपाली हुनुहुन्छ अब नेपाल टिम जब एयरपोर्टमा आउँछ नि स्वागतको लागि त्यो काठमाडौँ त्यो त्रिभुवन राष्ट्र के भन्छ इन्टरनेसनल एयरपोर्टदेखिबाट पुरै त्यो जाम लागिजाओस् कि ट्युब ग्राउन्डसम्म हिँड्ने ठाउँ नहोस् के त्यसरी वेलकम गर्नलाई पुग्नु फेरि एकचोटि होइन नेपाल क्वालिफाई गरिसकेछ T20 योभन्दा अरू के भन्नु यार अब एउटा ट्याग भन्छु है म अहिलेसम्म नबोलेको एउटा प्रश्न बोल्छु गुलसन झा त्यो मान्छेलाई जेन्युनली यहाँ लागेको छ के चोट तिमीले विचार गर म यत्रो दिनदेखि चुप लागेर थिएँ किनभने त्यो मान्छे राम्रो लयमा छ किन त्यो मान्छेको फर्म नबिग्रोस् भनेर म चुप लागेर बसिरहेको थिएँ तर अब बेला आएको छ त्यसको विषयमा कुरा गर्नलाई हेर वाट अ कम ब्याक त्यो मान्छेले जब त्यो सबलाई थाहा छ साउथ अफ्रिकासँग हामी जब हारिदियौँ 1 रनले त्यो मान्छेले जति गाली खायो जति खायो नि सायद पुरा टिमले त्यति खाएको थिएन होला कि त्यो चिजको खुन्न लिएर बसेको थियो के र गुलसन झाले जो भन्थ्यो नि एउटा स्लट बुक गरिदिनु नेपालीको लागि भनेर इम्प्रुभमेन्ट बेटा त्यो तल आएर जो कन्ट्रिब्युट गरिरहेको छ नि हर बार 20 रन 19 रन 18 ओभर 6 ओभरमा त्यो कन्ट्रिब्युटले गर्दाखेरि नेपालले एउटा टार्गेट रिच गर्न सक्छ कि नत्र नि क्लोजर 120 130 भन्दा माथि नागिरहेछ त्यसले जो तल आएर रिच गर्छ नि त्यसले पुर्याइरहेछ कि नेपाललाई माथि होइन ब्याटिङ अर्डर अहिले छोडिन् जति कुरा गरे नि ब्याटिङ अर्डरको कहिले सुध्रिने भएन ब्याटिङ अर्डर अब भनेको अहिले सेलिब्रेसनको मात्रै होइन अहिले त भने खुसी मनाउने टाइम मात्रै हो कि जस्ट क्वालिफाई गरिसकेछौँ हामीहरू अरू कुनै बाटो छैन के भन्ने अरू यार के गर्ने होला यार पागल भइन्छ होला क्वालिफाई गरिसक्यो यार क्वालिफाई गरिसक्यो मैले भन्थेँ नि यही टिम क्वालिफाई गर्छ चिन्ता नगर रोहित पौडेलको कप्तानीमा सेकेन्ड टाइम पनि क्वालिफाई गर्छ र तब देखाउनेछ नेपालले ब्याक गरेर वर्ल्ड कपमा के हुन्छ भनेर गुलसन झा 19 वर्षको केटा होइन त्यो मान्छेले यहाँ लिएर बसेको त्यो चोट अहिलेसम्म मलाई याद छ के त्यो 1 रन जब पुरा भइरहेको थिएन जब त्यति गाली सायद मैले नै भने होला के गरेको थियो यार बाउन्स बल थियो अलिकति ब्याट लगाइदिन्थ्यो भने त्यो माथिबाट चौका जान सक्थ्यो यार हामी क्लोज गर्न सक्थ्यौँ भन्ने तर त्यतिखेर त्यसले त्यो गर्न सकेन त्यसको खुन्नस लिएर बसेको थियो नि त्यो मान्छेले प्रुभेट गरेको छ के रोहित पौडेल वन्स अगेन रोहित पौडेल फ्यान्टास्टिक उसको कप्तानीमा 2 चोटि वर्ल्ड कप पुगिसकेछौँ हामीहरू आउने समयमा यो क्वालिफाईवाला झन्झटबाट पनि निस्किनेवाला छ हामीहरू अहिले जुन क्वालिफाईवाला झन्झट छ नि त्यो पनि निस्किनेवाला छ हामी आउने समयमा भाइ म केही भन्न सक्दिनँ तिमीलाई जे लाग्छ जे भन्न मन लाग्छ भन कमेन्ट ओपन छ जे भन्न मन लाग्छ भन मेरो लागि शब्द यही सक्यो म केही बोल्न सक्दिनँ बस बाई